गरे। कति अटेको हो तिम्रा भुँडी बाँसले बाँध्न पर्ने, शिक्षक पसेको हो तिम्रा भुँडी बाँसले बाँध्न पर्ने, शिक्षक पसेको हो तिम्रा भुँडी बाँसले बाँध्न पर्ने। हामीलाई त नै नै छैन छैन भन्छौ कति, हामीलाई त नै नै छैन छैन भन्छौ कति। इसिडी दबेको हो तिम्रा भुँडी बाँसले बाँध्नु पर्ने, इसिडी दबेको हो तिम्रा भुँडी बाँसले बाँध्नु पर्ने। जति जोगी आए पनि कानै चिरेका भन्नु पर्ने हो, जति जोगी आए पनि कानै चिरेका भन्नु पर्ने हो त। कर्मचारी खेपेको हो तिम्रा भुँडी बाँसले बाँध्नु पर्ने, कर्मचारी खेपेको हो तिम्रा भुँडी बाँसले बाँध्नु पर्ने। वर्षौं कोचिएर तिमीलाई बा दाई अरू कमरेड के भन्यो, वर्षौं कोचिएर तिमीलाई बा दाई अरू कमरेड के भन्यौ। शिक्षक लडेको हो तिम्रा भुँडी बाँसले बाँध्नु, शिक्षक लडेको हो तिम्रा भुँडी बाँसले बाँध्नु। जारी हुन्छ आन्दोलन माग पुरा नभएसम्म, जारी हुन्छ आन्दोलन माग पुरा नभएसम्म। शिक्षक लडेको हो तिम्रा भुँडी बाँसले बाँध्ने, शिक्षक अडेको हो तिम्रा भुँडी बाँसले बाँध्ने। विगतका चाहिँ जति पनि सम्झौताहरू भएका थिए 75 देखि 80 सालसम्मका, त्यो उसलाई याद छैन। हामी त्यो झक्सेको लागि हामीले आवाज बुलन्द गरिरहेका छौँ। हामी सम्पूर्ण शिक्षकहरूले चाहिँ यहाँ ब्यानरमा चाहिँ आफ्ना नामहरू प्रस्तुत गरिरहेका छौँ। सिडीद्वारा हामीले चाहिँ आवाज चाहिँ कानमा पुग्छ कि भनेर भनिरहेका छौँ, तर यो सरकारले सुनिरहेको छैन। हामीले भनिरहेका छौँ 28 सालको पञ्चायती व्यवस्थाको चाहिँ त्यो शिक्षा ऐनले गणतन्त्र नेपालको शैक्षिक मुद्दा र मागलाई सम्बोधन गर्न सक्दैन। आम शिक्षकहरूको, आम अभिभावकहरूको, आम विद्यार्थीहरूको र भविष्यका सन्ततिहरूको र समग्र यो नेपालको शैक्षिक क्षेत्रलाई मजबुत बनाउनको लागि जुन समस्याहरू छन् ती समस्यालाई सम्बोधन गर्न त्यो 28 साले शिक्षा ऐनले सम्बोधन गर्न सक्दैन भनेर हामीले पटक पटक चाहिँ आन्दोलन गरिरहेका छौँ। हामी आज शिक्षक महासङ्घको यो नेतृत्वमा भएको यो आन्दोलनमा सुदूरपश्चिमबाट हजारौँ शिक्षकहरू यहाँ हुनुहुन्छ र हजारौँ शिक्षकहरू चाहिँ बाटोमा हुनुहुन्छ र आउने क्रम जारी रहेछ। यो कुरा जानकारी राख्दै र सम्पूर्ण आज हामीले धनगढीमा सञ्चालित सुदूरपश्चिमको टिभी तालिमहरू बन्द गराएका छौँ। दिपालीमा सञ्चालित भएको टिभी तालिमहरू बन्द भइरहेका छन्। त्यसै गरी हामीले सुदूरपश्चिमका सम्पूर्ण शिक्षक साथीहरूलाई धन्यवाद दिँदै र सबै स्कुलहरू कलेजहरू बन्द गर्दै शिक्षक अभिभावक र सम्पूर्ण विद्यार्थी र शिक्षकहरू चाहिँ प्रत्येक विद्यालयबाट सम्पूर्ण शिक्षकहरू यो काठमाडौँमा आउन लागि हामीले चाहिँ सुदूरपश्चिम अञ्चल परिचालन समितिले हामीले अनुरोध गरिसकेका छौँ र निर्देशन दिइसकेका छौँ। सरकार किन हुन्छ बाचा कसम भुलैया, पार किन हुन्छ सरकार किन हुन्छ, राज किन हुन्छ बाचा कसम भुलैया, पार किन हुन्छ। धन्यवाद। मैले गजलको एउटा सुरुको शेयर लामिछानेजीको स्वरमा यहाँ प्रस्तुत गरेँ। सरकारले रेलीमै गरेन यो वास्ता, सरकारले रेलीमै गरेन वास्ता। शिक्षकहरू रेलीमै आन्दोलन भइरहेछ, शिक्षकहरू रेलीमै आन्दोलन भइरहेछ। अभिभावक रेलीमै विद्यार्थी गइरहेछ। हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। मञ्च आसीन सम्पूर्ण नेतागणमा एकमुष्ट हार्दिक नमस्कार। यो आन्दोलनलाई थप सशक्त पार्नका लागि मैले भोलि बिहान नेपाल राष्ट्रिय शिक्षक महासङ्घको नाममा रु 1 लाख रुपियाँ युनियन एजुकेसनको तर्फबाट सहयोग गर्ने वचनबद्धता व्यक्त गर्दछु। साथै यो आन्दोलनमा आउनुभएका सम्पूर्ण आन्दोलनकारी शिक्षकहरूलाई आत्मबल बढोस् र अभ्यास मेटियोस् भन्ने किसिमले मैले 20 गतेबाट लगातार आजसम्म युनियन एजुकेसनको तर्फबाट तालिम पनि लगाएको छु र भोलिका दिनमा शिक्षक महासङ्घको आन्दोलनलाई थप सशक्त पार्न र सफल पुर्याउनका लागि म मेरो तर्फबाट
तर्फबाट र युनियन एजुकेसनको तर्फबाट मैले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु र साथीहरू सुधारका लागि हो र यो राज्यले यदि संविधानको पालना गरियो भने धारा 47 मा भने बमोजिम मौलिक हकको कार्यान्वयनका लागि 3 वर्षमा शिक्षा ऐन निर्माण गर्नुपर्ने हो। अहिलेसम्म पनि शिक्षा ऐन निर्माण गरेको छैन। आफ्नै नै कानुनको धज्जी राज्यले उडाएको छ। त्यसकारणले यो संविधानको पालना गर्नका लागि पनि हामी शिक्षक सडकमा आएका हौँ र भोलिको आन्दोलन सशक्त हुनेछ भन्ने विश्वास व्यक्त गर्दै यो आन्दोलनको पूर्ण सफलताको कामनाका लागि हामी योगदान हस्त धन्यवाद। किनकि विद्यालयमा गएर आफ्नो कार्यमा व्यस्त हुनुपर्ने शिक्षक कर्मचारी सधैँ आन्दोलनमा होमिन बाध्य पर्ने राज्यले यसको पूर्ण जवाफदेही हुनुपर्छ भन्ने लाग्छ। पढाउँदै पुग्यो उमेर 40 पढाउँदा पुग्यो उमेर 40 सरकार काममा किन बतास किन लागेन बतास सरकारको काममा किन लागेन बतास दूर दराज कुना कन्दराबाट आउनु पर्यो मागहरू चाहे छन् सेवा सुविधा पाउनु पर्यो सेवा सुविधा पाउनु पर्यो। कहिले हामीलाई दुःख दियो कहिले हामीलाई शास्ति कहिले हामीलाई दुःख दियो कहिले सम्पूर्ण साथीहरूलाई उहाँलाई धन्यवाद दिँदै उहाँले फेरि व्यक्तिगत रूपमा भोलि उहाँले केही रकम हामीलाई पठाउन त हामीलाई घर कसरी चल्छ शिक्षा